आपका नाम? दीपक गुरागाई। आप कहाँ से आ रहे हैं मैं विराट चौक नेपाल से हूँ। और आपको क्या दिक्कत है? मैं भी ये कान तकरीबन 5 बरस से धीरे 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 सुनाई देना शुरू हो रहा है। पहले ये लेफ्ट कान में थी, अभी अभी तक ये लेफ्ट कान को सुनाई बहुत कम देता है। ये राइट कान भी नीचे नीचे हो रहा है, लेकिन ये अभी तक ठीक है। देखिए, ये वीडियो यदि कोई नेपाल का बंदा देख रहा है और उनको हिंदी नहीं आती है समझ में, तो आप नेपाली में थोड़ा हमारे बारे में एक्सप्लेन कर दीजिए ताकि लोग सुने तो उनको समझ में आए कि क्या करना। यो चाहिँ होमियोप्याथिक पद्धतिबाट भएको उपचार रहेछ। होमियोप्याथिक उपचार पद्धतिमा चाहिँ मलाई 2 किसिमको मैले उपचार गर्दाखेरि मलाई चाहिँ एकदम पोजिटिभ रिजल्ट आएको थियो। त्यस आधारले म यो ठाउँमा आएको हुँ। मैले पहिला यो ठाउँको काम गर्ने 2 घन्टामै यसको रिजल्ट आउने कुरा देख्दा मलाई चाहिँ के हो जस्तो लागेर आज म चेक गर्न आएको। जसरी उहाँहरूले मलाई कानमा, मेरो देब्रे कानमा औषधि लगाइदिनु भयो, त्योभन्दा अगाडिको र लगाइदिएकोमा मलाई चाहिँ तात्विक फरक फिल गरिनँ मैले। डाक्टर साहबले चाहिँ अलिक ठिकै छ भन्ने कुरा गर्नु भए तापनि मलाई चाहिँ त्यस्तो फिल भएन। यहाँ अरू साथीहरूले लिनुभएको छ, उहाँहरूको इम्प्रुभमेन्ट हेरेर अब म पनि अब यो औषधि सेवन गर्ने पक्षमा छु। अब मलाई अहिले तात्विक यसको चाहिँ एकदम इम्प्रुभमेन्ट, उहाँहरूले चाहिँ अब त्यति धेरै कम सुन्ने नभएको हुनाले त्यस्तो तपाईँलाई फिल नभएको, तर तपाईँलाई इम्प्रुभ भएको छ, थोरै यसले इम्प्रुभ हुन्छ भनेर भनिराख्नु भएको छ। ठिकै छ, अब धेरैतिर धेरै पैसा खर्च गरिसक्यो। अब यहाँ 10,000 रुपियाँ खर्च गरेर हुनेवाला केही पनि छैन। तैपनि अब यो पटक चाहिँ मैले किन्न र यस्तो हुने धेरै साथीहरूलाई इम्प्रुभ भएको भन्ने कुरा हामीले यहाँ शिविरमा आएका धेरै 50, 60, 70 जनाबाट सुन्यौँ। एकपटक यो गरी हेर्दाखेरि सबैलाई त नहुने कुरा अब हामीलाई त्यति साह्रो थाहा छैन, तर पनि जे होस् यसमा केही सुधार हुने जस्तो मैले अनुभव गरेको छु र सम्पूर्ण जो यो के अरे बिरामी हुनुहुन्छ उहाँहरूले एकपटक परीक्षण गर्न अनुरोध पनि गर्दछु।